गाडी छैन मेरोमा के छैन नारीमा चिजा नि हेलो गाइज स्वागत छ तपाईहरुलाई आज हाम्रो मिनी पिकनिकमा। आज चाहिँ हामी मिनी पिकनिकमा गइरहेछौँ जम्मा 5 जना मात्र। आज चाहिँ सबैको टाइम मिलेको दिन प्राकृतिकसँग रमाउनको लागि हामी चाहिँ कालुपाण्डे भन्दा मुनि हेवन डाँडा जाँदै छौँ। धन्नीके सरले दह्रो गीत बजाएर हिँडिरहेको डाँडा काँडा प्लटिङले सब बिताइसक्यो यार। कहीँ बाँकी राखेको छैन यार, सब पहिरो गए जस्तो देखिन्छ यार। प्लटिङले क्या गाइस काली फार्म रहेछ यार। त्यहाँ पुरै जाली हालिरहेर यहाँबाट झन् ठुलो पिच आउँछ यहाँ अगाडि। अब नारीमा चिजा नि बुढो मान्छेको अहिले कस्तो उग्रिरहेको थियो, अहिले हुसु लाग्नु थाल्यो है एकैछिन। ड्याम्मै भइसक्यो। लास्टमा मासु चाहिँ हामीले आफूले पकाउन कन्ती सन्ती नल्याएर चाहिँ रिसोर्टमा बनाउनु दिनु पर्यो। फेरि बाइक ल्याएर लडाइदियो भने के वहीँ लगेर खाने नि कहाँ, यहाँ त कहाँ खान्छ त यो। यहाँ त चार्ज लाग्छ त केटा, फेरि खानु थाल्यो भने रिसोर्ट हो। अब भोलि बिहान उतै डाँडा हो क्या। यहाँबाट एक टर्निङ हान्ने त्यो पुग्यो पठाउनु पर्छ नि त। उसलाई बोला नि त अघि म बोक्छु। यो पक्रिने मान्छे त चाहियो। देखो न गाइस, देखो न, देखाने मुर्दा डियर किशोर से फर माथि उता रिसोर्टमै हो माथि। यो चाहिँ दामी ठाउँ छ है। तपाईँहरू नै घुम्न कहाँ जाने भनेर प्लान गरिराख्नु भएको छ, तर नजिक ठाउँ थाहा छैन भने काठमाडौँबाट जम्मा 12-13 किलोमिटरमा माथि कालुपाण्डे भन्दा मुनितिर हेवन डाँडा भन्छ। हेवन डाँडाको यो थोरै मुनितिरपट्टि जङ्गलको बिचमा छ। जङ्गलको चराचुरुङ्गीको आवाजमा रमाउन चाहनेहरूलाई एकदम दामी ठाउँ छ है। यो हामी पनि यहाँ रमाउन आइरहेको छौँ। केटाहरू यहाँ रमाउन थालिसक्यो। यो कुन खालको रमाइ हो रे?